नमो नारायण, राधे राधे। आज हामी श्री स्वस्तानी व्रतकथा लिएर उपस्थित भएका छौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा पर्यन्त श्री स्वस्तानी व्रतकथा हामीले श्रवण गर्नाले सबै मनोकामनाहरू पूर्ण हुने शास्त्रीय मान्यताहरू रहेको छ र सारा नेपाली जनहरूले यो समयमा श्री स्वस्तानीको व्रतकथा श्रवण गर्ने, वाचन गर्ने र श्री स्वस्तानी जगदीश्वरीको व्रत पूजा आराधना गर्ने परम्परा रहिआएको र हामीले त्यसै परम्परालाई सहजताको रूपमा हजुरहरूलाई श्रवण गराउन सकिन्छ कि भनेर केही प्रयासहरू गरेका छौँ। आज पौष 19 गतेदेखि माघ महिनाको 18 गतेसम्म अनवरत रूपमा हामी श्री स्वस्तानी व्रतकथा हजुरहरूलाई प्रस्तुत गर्नेछौँ। प्रत्येक दिन एक एक अध्यायको दरले हामी स्वस्तानी हजुरहरूलाई श्रवण गराउनेछौँ। सर्वप्रथम श्री स्वस्तानी माताको कथालाई प्रारम्भ गर्नु पूर्व हामी पुष्पाञ्जलीबाट प्रारम्भ गर्दछौँ। श्री स्वस्तानी जगदीश्वरीको पुष्पाञ्जली श्रवण गरेर आनन्द लिन सक्नुहुनेछ। ओम श्री गणेशाय नमः। ओम श्री सरस्वती नमः। ओम श्री स्वस्तानी परमेश्वर्यै नमः। ओम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरा गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। अखंड मंडलाकारं व्याप्तमेन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। विघ्नेश्वराय वरदाय शूरप्रियाय लंबोदराय सकलाय जगद्हिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवै वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्ता बलिशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसत मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय अमिततेजसे यस्य प्रसाद वक्ष्यामि नारायणी कथामिमां। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अब एकचित्त भई कथालाई श्रवण गरेर कथाको आनन्द हजुरहरूले लिन सक्नुहुन्छ। कथा प्रारम्भ हुन्छ। पहिलो अध्यायमा सृष्टिको क्रम तथा ब्रह्माण्डको वर्णन गरिएको छ। स्कन्दोवाच कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमी एक चित्त भई सुन। अघि यो संसारको सृष्टि गर्दा भएको प्रथममा शान्त्यतीत पर्दछ, वहाँबाट शक्ति उत्पन्न भइन्। फेरि शक्तिमान अर्थात् शिवदेखि मायाको उत्पत्ति भयो। मायादेखि पर अव्यक्त प्रकृति उत्पन्न भइन्। प्रथम उत्पन्न भएकी शक्तिदेखि पर शान्त्यतीत पद छ, उसभन्दा पनि पर शान्ति पद छ। शान्तिदेखि पर विद्या पद छ, वहाँदेखि पर प्रतिष्ठा पद छ, उसभन्दा पर निवृत्ति पद भयो। संक्षेपले गरिकन ईश्वर प्रेरित सृष्टिको वर्णन गरियो। जुन क्रमले यसको सृष्टि हुन्छ उसको उल्टो रीतले संहार पनि हुन्छ। यी 5 पदको उपदेश सृष्टिको अन्तरको इच्छा गर्दैन, जुन कारणले यो जगत 5 कालले व्याप्त भइरहेछ। यसै उसले जो अव्यक्त कारण छ सो आत्मादेखि अधिष्ठित हुन्छ। महापददेखि विशेष पदसम्म उत्पत्ति हुन्छ, किन्तु त्यसमा अव्यक्त जीवको कर्तव्य छैन। प्रकृति अचेत हुनाले, जीवात्मा अज्ञानी हुनाले प्रधान परमाणु आदि जो छन् सबै अचेतन छन्। बुद्धिमानहरूले बिना कारणले स्वयं आफै हुन सक्छ भनी भनेका छैनन्। हे मुनि, कार्य जो छ हेतुयुक्त हुन्छ। यसै कारणले सर्वज्ञ अनादि पुरुष सदा ऐश्वर्यादि युक्त छन्।
उनी नै जगतका महेश्वर हुन्, महत आदिको परिणाम गर्ने उनी सर्ववृत्तका शासनैले सम्पूर्ण प्रवृत्त हुन्छ भनी सतपुरुषलाई दृढ निश्चय छ। अल्पज्ञहरू त्यो पक्षको ग्रहण गर्न सक्दैनन्। जब कार्यको प्रारम्भ हुन्छ वहाँदेखि लिई जहाँसम्म प्रलयको अर्थात् संहारको वखत आउँछ तहाँसम्म ब्रह्माको 100 वर्ष व्यतीत हुन्छ। यही अव्यक्त जन्म ब्रह्माको आयुको क्रम हो, जुन ब्रह्माको आयुको आधा भाग छ। त्यसैलाई परार्ध भनी भन्दछन्। जब 2 परार्ध व्यतीत हुन्छ तब ब्रह्माको आयु समाप्त हुन्छ। अव्यक्त आत्मा कार्यलाई साथै लिई आत्मामा रहन्छ। तब यो जगत आत्मामा रही विकारले युक्त भई सम्भृत होइजान्छ। तब यो प्रधान पुरुष आफ्ना धर्मले रहिजान्छ। तब तम र सत्व यी 2 गुण पनि समान भइरहन्छ र सर्वत्र रङ्गिए झैँ गरी व्याप्त भई फैलिन्छ। गुणको समान हुँदा तमोमय हुनाले यिनको अलग हुन सक्दैन। तब यी वायुले शान्त गराएको निश्चल जलका झैँ थाहा पाउन सकिँदैन। तब त्यस जगतको नजानिने बखत भई उनै महेश्वर उनै महेश्वरी रातमा स्थिति गरी रात व्यतीत भएपछि ती प्रधान पुरुष यी दुवैलाई माया योगले परमात्माले उसमा प्रविष्ट भई शोभित गराएर उहाँपछि प्राणीको उत्पत्ति गर्ने उद्देश्य इच्छाले परमेश्वरीका आज्ञाले त्यसै अव्यक्तदेखि सब सृष्टि हुन्छ, जुन परमात्माका मायाका एकै खण्डले यो सम्पूर्ण उत्तरोत्तर सृष्टि विचित्र मनोरथहरूले सहित भई समाप्त हुन्छ। ती परमात्मालाई त्यो मार्ग जान्नेहरू अर्धोपति भन्दछन्। उनै सकल प्राणीमा विलक्षण परमात्मालाई नमस्कार छ। हे मुनीश्वर, वहाँपछि प्रथम ईश्वरका आज्ञाले अधिष्ठित अव्यक्तबाट बुद्धिदेखि विशेषसम्म हुन्छ। क्रमैले विशेष तरहका विकारबाट रुद्र, विष्णु, ब्रह्मा यी 3 देवता उत्पन्न भए। संसारमा कतै पनि नरोकिने भए कि उनकी शक्ति भइन्। उनको नाश नहुने ज्ञान पनि अणिमादि सिद्धिसहित भयो। उत्पत्ति, पालन, नाश यो 3 कर्म 3 वटा भए। कल्पान्तरमा फेरि बुद्धि र मोहका निमित्त परमेश्वरले शक्ति प्रदान गरे। यी परस्पर उत्पन्न भई परस्पर शक्ति धारण पनि गर्दछन्। परस्पर स्थित भई परस्पर शक्तिलाई बढाउँछन्। कहीँ ब्रह्मा, कहीँ विष्णु, कहीँ रुद्रको स्तुति हुन्छ। यसै उसले उनको सामर्थ्य धेरै हुँदैन किन्तु बराबर रहन्छ। यो पर, यो बढ्ता, यो कम भनी त्यस्तो अज्ञानीहरू भन्दछन्। तिनी राक्षस र पिशाच हुन्छन्। तिनी ब्रह्म, काल रूप, विष्णु रूप, पुरुष रूप, महेश्वर, चतुर्व्यूह रूप 3 गुणदेखि पर छन्। ती सर्वात्मक सर्वधार शक्तिका उत्पत्ति कारण हुन्। तिनैले जगतको सृष्टि गरी ईश्वरमा लीन भइरहेका छन्। जो परमेश्वर सबभन्दा पर छन् तिनै सम्पूर्णका आधार सर्वात्मा सबमा रहेका छन्। यसै कारणले महेश्वर प्रकृति, पुरुष ब्रह्मा, विष्णु, रुद्र शिवात्मक हुन्। प्रधानदेखि पहिले बुद्धि ख्याता महत्त्व उत्पन्न भयो र महत्त्वको क्षोभले सात्विक, राजसिक, तामसिक 3 प्रकारका अहङ्कारबाट पञ्चमहाभूत र तन्मात्रा उत्पन्न भए। त्यस्तै इन्द्रिय पनि अहङ्कारको विकार हुनाले राजस अहङ्कारबाट उत्पन्न भए। सो इन्द्रिय 2 प्रकारका छन्, 5 ज्ञानेन्द्रिय र 5 कर्मेन्द्रिय, जम्मा 10 भए। 11औं मन र इन्द्रियका वेत्ता सत्वगुणबाट भए। तामस अहङ्कारबाट उत्पन्न शब्द तन्मात्रादेखि आकाश हुन्छ। आकाशदेखि स्पर्श, स्पर्शदेखि वायु उत्पन्न भयो। वायुदेखि रूप, रूपदेखि तेज उत्पन्न भयो। तेजदेखि रस, रसदेखि जल, जलदेखि गन्ध, गन्धदेखि पृथ्वी भइन्। यी पञ्चमहाभूतदेखि चराचर जगतको उत्पत्ति भयो। पुरुष अव्यक्तका अनुग्रहले महतदेखि विशेषसम्मका यी अण्डकण उत्पत्ति गर्दछन्। जब ब्रह्माको कार्य कारण सिद्ध भयो तब यस अण्डमा ब्रह्मा संज्ञा भएको क्षेत्रज्ञ बुद्धिमा प्राप्त भयो। यही प्रथम शरीर, यो उसलाई पुरुष भन्दछन्। उही प्राणीको आदिकर्ता ब्रह्मादेखि उत्पन्न भयो। उस सृष्टिकर्ता अभिमानयुक्त ब्रह्माको उपमा रहित ज्ञान वैराग्य लक्ष्ययुक्त धर्म र ऐश्वर्य कन्या गराउने ब्रह्म सम्बन्धी बुद्धि उत्पन्न भइन्। जो यसका मनमा इच्छा छ सो अव्यक्तदेखि उत्पन्न हुन्छ। त्यसैले तिनै गुणलाई बस गरेको छ। जो गुण उसको अपेक्षा गर्दछ सो स्वभावैले सापेक्ष छ। आफ्ना आत्मालाई 3 प्रकारसँग भाग लगाएर 3 को क्रम प्रवृत्त हुन्छ।
यिनै 3 गुणले उत्पन्न लय पालन गर्दछन्। सृष्टि कर्ममा चतुर्मुख, संहारमा रुद्र, पालनमा विष्णु, त्यो पुरुष सहस्र शिर भनी बताइन्छ। यसै कारणले तिनै अवस्थामा स्वयं रहन्छ। ब्रह्मत्वमा सत्वगुण, रजगुण, कालत्वमा तम र रज रहन्छ, विष्णुत्वमा केवल सत्व मात्र रहन्छ। यस्तै प्रकार गुण बुद्धि 3 प्रकारका छन्। ब्रह्मत्वमा लोकको रचना हुन्छ, कालत्वमा संहार हुन्छ, पुरुषत्वमा व्यापार रहित केवल दर्शन मात्रले पालन कार्यको सिद्धि हुन्छ। यस्तो प्रकारका उस परमात्माको 3 प्रकारले भाग लाग्नाले सो परमेश्वर त्रिगुण भनी बताइन्छ। 4 प्रकारले भाग लाग्नाले उसलाई चतुर्व्यूह पनि भन्दछन्। आदि हुनाले यो पुरुष पनि, अजन्म हुनाले अज पनि भनिन्छ। प्रजाको रक्षा गर्नेले प्रजापति भनिन्छ। सुवर्णको जो मेरु पर्वत छ उही यस महात्माको गर्भाशय हो। गर्भको जल समुद्र हो, पर्वत जरायु हो। यस्तै अण्डमा यी सबै लोक रहन्छन्। यसका अन्तरमा संसार, चन्द्रमा, सूर्य, ग्रह, वायु, नक्षत्र सहित स्थिर छ। यो अण्ड जलदेखि 10-12 गुणा ज्यादा व्याप्त छ। आकाशले वायु व्याप्त छ। आकाश पञ्चभूतले बेष्टित छ। भूतादि महतले महत प्रकृतिले व्याप्त छ। यस उसले यो ब्रह्माण्ड प्रकृतिको 7 आवरण अर्थात् पर्दाले व्याप्त छ। यस उसले प्रकृति समेत 8 सापेक्ष छ प्रादुर्भाव भइकन परस्पर जगतलाई धारण गर्दछन्। आधारश्रितहरूका भावले ती विकार विकारीमा कछुवाका शरीर झैँ फैलाउन्या र खुम्चाउन्या हुन्छन्। यही व्यक्त प्रकट सम्पूर्ण विकारकन उत्पन्न गरे पछि संहार पनि गर्दछन्। यो सब जगत पूर्वोक्त क्रमले उत्पन्न भई अव्यक्तबाट प्रकट हुन्छ। त्यस्तै प्रलयकालमा उल्टा गुणको पनि सम र विषम उत्पन्न हुन्छ। गुणका साभ्य लय र विषमतामा सृष्टि हुन्छ। यही ब्रह्माको कारणले ब्रह्माण्ड हुन्छ। ब्रह्माको क्षेत्र हुनाले यसलाई ब्रह्म क्षेत्र भन्दछन्। यस्तै प्रकारले यस्तै कोटियौं अण्डले सर्वगत हुनाले प्रधान तल स्थित छ। उन स्थानमा ब्रह्मा विष्णु रुद्र स्थित छन्। प्रधानबाट रचना भई शम्भुका सान्निध्यमा प्राप्त भई जगत रचना गर्दछन्। उसै व्यक्तबाट अव्यक्त संज्ञक अण्ड उत्पन्न भएको हो। अण्डबाट ब्रह्मा उत्पन्न भए जसले यो सम्पूर्ण चराचर जगतको सृष्टि गरे। सो जीवको आवरण निक्षेपपूर्वक मैले वर्णन गरे। अन्त्यकालमा आत्यन्तिक प्रलय हुन्छ। यो सबै चेष्टा परमेश्वरको लीला मात्र हो, जो कि अप्रमेय कारण ब्रह्म छ। प्रधान प्रकृतिदेखि प्रादुर्भाव भएको छ। त्यो आदि मध्य अन्त्य रहित छ। अनन्त वीर्य, बलवान, शुक्ल र रक्तवर्ण पुरुषले युक्त छ। रजको वृद्धि हुनाले लोकका सन्ततिको वृद्धिको कारण छ। सृष्टिको आदिकालमा 8 विकारकन उत्पन्न गरी अन्त्यकालमा प्रलय गर्दछन्। प्रकृतिले स्थापित कारणको जहाँ तक स्थिति छ फेरि प्रकृति पनि छ। त्यो सबै शिव प्रकृति काल ऐश्वर्य जान्नु, जो महेश्वरका केवल सङ्कल्प मात्रैले उत्पन्न हुन्छ। हे मुनिवर, गएका आयुको जो काल वर्णन गरियो त्यसलाई अपरार्ध हो भनी भनिन्छ। फेरि उति ब्रह्माको अर्को समय छ। उसको अन्तमा संहार हुन्छ। उस आदि जन्म ब्रह्मका दिव्य दिनमा 14 मनु व्यतीत हुन्छन्। अनादि अनन्त जानी नसकिने हुनाले सम्पूर्ण कल्पकल्पको वर्णन गर्न कसैको पनि सामर्थ्य छैन। जो पहिले वर्णन गरियो उनै माध्यममा एक कल्पको वर्णन गर्दछु। भिन्न भिन्न वर्णन गर्नाले फल पो के छ? यसै उसले पृथक पृथक भन्दिन, जो अनेक समयका अनेकौं कोटियौं कल्प छन्। उसमध्ये जो पद्म कल्प छ उसैको अब म दोस्रो अध्यायमा वर्णन गर्दछु। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथायां प्रथमोऽध्याय। श्रीकृष्ण गोविन्द हरे मुराहरे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण श्री सत्यनारायण वासुदेव। अब हामी पहिलो अध्यायको समापन सँगै श्री स्वस्थानी जगदीश्वरीको पुष्पाञ्जली गर्न गइरहेका छौं। ओम उपनयतु मङ्गलावह सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलीन दल निवेक्षण कृष्ण काले वर्षतु
पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदं शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राच्युतो द्वारकथा प्रसङ्ग या कुन्दिन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणाभरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करा प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना मा प्रकृते स्वभावत् करोमि यद्यद् सकलं परस्मै नारायणायेति समर्पयेतत्। ओम श्री हरिकेशवार्पणमस्तु। श्री स्वस्थानी जगदीश्वर्यै नमो नमः। हजुरहरू सम्पूर्णले यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा सबैलाई विशेष धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु र श्री स्वस्थानी जगदीश्वरी माता भगवती भवानीको कृपाले हजुरहरूको घर परिवारमा सदैव कल्याण होस्, हजुरको जीवनमा सोचेका आँटेका सबै मनोरथहरू पूर्ण हुँदै जाउन् भन्दै आजको प्रस्तुतिबाट म बिदा हुन चाहन्छु। नमो नारायण। राधे राधे।